दर्शकवृन्द नमस्कार। हाम्रो राजापुरमा यहाँहरूलाई सदाझै हार्दिक स्वागत छ। दर्शकवृन्द, हाम्रो राजापुरमा हामी राजापुर नगरपालिकाले नगरलाई समृद्धिको बाटोमा अगाडि बढाउनको निम्ति थालेका प्रयासहरूका विषयवस्तु लिएर यहाँहरूमाझ उपस्थित हुने गर्दछौँ। आज हामी हाम्रो राजापुरमा राजापुर नगरपालिकाकी उपप्रमुखसँग राजापुर नगरपालिकाको समग्र विकासको विषयवस्तु लिएर कुराकानी गर्न प्रयास गरेका छौँ। सर्वप्रथम राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीलाई स्वागत गरौँ। स्वागत छ उपप्रमुखजी यहाँलाई। थ्याङ्क यू, धन्यवाद। म यहाँसँग समग्र राजापुरको भौतिक पूर्वाधारको विकासको विषयवस्तु लिएर कुराकानी गर्दैछु। यहाँले अघिल्लो पटक पनि निर्वाचित भएर प्रमुखकै जिम्मेवारीमा हुनुहुन्थ्यो यहाँ, होइन? अहिले पनि उपप्रमुखकै जिम्मेवारीमा हुनुहुन्छ। दोस्रो कार्यकाल हो यो, होइन? सरसर्ती राजापुर नगरपालिकाको समृद्धिको निम्ति यहाँले थालेका प्रयासहरू के छन् छोटकरीमा? अब योजनाहरू धेरै छन्, होइन? नगरपालिकामा हामीले मानवीय विकास र भौतिक विकास दुईटा सेक्टरलाई पनि हेरिराखेका छौँ। भौतिक विकास सँगै मानवीय विकासलाई पनि हामीले फोकस गरेका छौँ। मानवीय विकास बिना भौतिक विकास योजनाको महत्त्व हामीले त्यो कुरालाई फोकस गर्न खोजिराखेका छौँ। सँगै दुईटै मानवीय विकास र भौतिक विकासलाई सँगै लग्दाखेरि तपाईको कस्तो कार्यक्रम पनि प्रभावकारी देखिन्छ। तर हामीले भौतिक विकासलाई मात्र कोड गर्यो भने त्यो भौतिक विकासको बनाएको कुनै महत्त्व नै नदेख्ने अवस्था। त्यसैले त्यो महत्त्व मानवीय विकास जति मान्छे सक्षम नगरपालिकामा सक्षम नागरिक बन्छ, भौतिक विकासमा एटोमेटिक परिवर्तन आउने देखिन्छ कि मान्छेहरू भौतिक विकास गर्नको लागि तपाईको आर्थिक रूपमा कसरी तपाईको प्रभावकारी खर्च गर्ने कुराहरू अनि मूल्याङ्कन गर्ने कुराहरू, त्यसपछि तपाईको भौतिक विकासको गुणस्तरका कुराहरू, लागतका कुरा, आर्थिक लागतका कुराहरू म्यानेजमेन्ट गर्न सजिलो देखिने रहेछ र प्रयोग गर्ने पनि टिकाउ। अब तपाईको प्रयोग गर्ने बेला पनि मान्छे संरक्षण गर्ने रहेछ। दिगो विकास नै हुन्छ र दिगो विकास प्रभावकारी विकास हुन्छ र टिकाउ विकास पनि हुन्छ। मानव विकास सामाजिक विकास र भौतिक विकासलाई हामीले सँगसँगै बढाएर लिएर गइरहेको छौँ। तर हामी स्थानीय स्तरमा गयौँ भने त जनतालाई हामीले तपाईँहरूको माग के छ, आवश्यकता के छ भनेर सोध्यो भने त भौतिक पूर्वाधारको विकास मात्रै कुरा गर्छन् होला। अनि यो कसरी सम्भव हुन्छ होला? हो, त्यही कुरालाई त हामीले मानवीय विकासलाई जोड दियौँ भने, भौतिक विकाससँग मानवीय विकासलाई जोड्यौँ भने यो कुरा थाहा पाउँछन्। अब जनतालाई, सेवाग्राहीहरूलाई त यो कुरा थाहा छैन। कतिपयलाई थाहा होला, धेरैजनालाई थाहा छैन। विकास भन्ने कुरा के हो भनेर थाहा छैन। नभइसकेपछि उहाँहरूलाई पहिलो कुरा त जानकार गराउन, चेतना जगाउन, उनीहरूलाई विकास भन्ने कुरा यो हो भन्ने कुरा महसुस गराउनको लागि त पहिला सुरु हामी त्यही किसिमले कार्यक्रम बनाउनु पर्यो। त्यतातिर दुईटै फोकस गरेर सामाजिक विकास यानि कि मानवीय विकास र भौतिक विकासलाई सँगसँगै लानुपर्छ भन्ने हामी त्यही मान्यता राख्यौँ। रह्यो अब विकास नगरपालिकामा हामी जति यो आर्थिक वर्ष 81-82 को जुन हामीले एक योजना बनाछौँ, यो योजनामा हाम्रो विकासको भौतिक विकाससँग त्यो गर्दै जाने हो भने त अहिलेको कन्टेन्समा अब चौथो चौमासिक चलिराखेको छ। चौथो चौमासिक चल्दाखेरि अहिले हामीले बाटाहरू जुन बनाउने कुराहरू छन्, भवन बनाउने कुरा छन्, अनि त्यसपछि कल्भर्ट बनाउने कुराहरू छन्, अनि सँगसँगै हामीले अरू स्कुल विद्यालयका भवनहरू, खानेपानीहरू छन् हाम्रो भौतिकसँग जोडेको। अब यो हेर्दै जाने हो भने त बाटोको सवालमा हामीले कर्मागत योजनाहरू गत वर्षको र त्योभन्दा अगाडिको पनि वर्षको कर्मागत बहुवर्षीय ठेक्का हामी गरेका थियौँ।
त्योवाला अब मेन राजापुर बजारकै योजना थियो, हामीले पिस सम्पन्न गऱ्यौँ। अब हस्तान्तरण गर्न बाँकी छ। त्यसलाई फाइनल भुक्तानीको लागि हामीले अब कति ठाउँमा के छ अनुगमन गरेर सबै त्यो फाइनल भुक्तानीको लागि अगाडि बढाउनु छ। त्यसको अब प्रभावकारिता कति रह्यो भन्ने कुरासँग जोडिएको त्यो फाइनल भइसकेको छ। अनि त्यसपछि हाम्रो तपाईको मोरैया बाटो छ, पुरानो ठेक्का हो। त्यसलाई पनि हामी काम गर्दै जाने, प्रत्येक वर्ष त्यो बाटोलाई निरन्तरता दिने भनेर ठेक्का पहिल्यैदेखि गरेको ठेक्कामा त्यसमा पनि अब यो वर्ष हाम्रो फाइनल हुँदैछ। अलिकति बाँकी छ त्यसको कोडिङ गर्ने र अब त्यो रेखाङ्कन गर्ने कुराहरू छन्। कतिपय हाम्रो गुणस्तरको चेक गर्नको लागि हामी ल्याब टेस्टको लागि अस्ति भर्खरै म अनुगमन गरेको थिएँ। ल्याब टेस्टको लागि पठाइएको छ, त्यो कति गुणस्तर छ भनेर। त्यो ल्याब टेस्ट आइसकेपछि त्यसको फाइनल हामीले त्यो गर्दैछौँ। त्यो सबभन्दा लामो बाटो त्यो हो। त्यसपछि हाम्रो तपाईँको अर्को बाटो उताको भौरादेखि तल पुरैना, चैनपुर, त्यसपछि कोइली, भोगपुर अनि तपाईँको बन्जाडी टाढा अनि त्यो गाउँलाई कभर हुने ठुलो बाटो, लामो बाटो। केही हामी सङ्घीय सरकार, प्रदेश सरकारसँग माग गरेका थियौँ। सहरी विकासले हामीले केही बाटोहरू गरिदिन्छौँ भन्दाखेरि उहाँहरूसँग पनि हामीले समन्वय गऱ्यौँ। त्यो बाटो पहिला हामीले पालिकाबाटै काम गर्ने भनेर त्यो गरेका थियौँ, अगाडि बढिराखेका थियौँ। त्यसपछि तपाईँको सहरी विकासले हामी गरिदिन्छौँ भनिसकेपछि हामीले सहरी विकासलाई जिम्मा दिएका छौँ। सहरी विकासले अहिले तपाईँको भौरा क्रस गरेर सडुवाको एरियासम्म पिच भइसकेको छ। त्यसपछि त्यहाँबाट बेस भोगपुरसम्म बेस खसाल्दैछ। त्यसपछि तल गएर कोइली गाउँसम्म त्यसको पिचको अवधारणा हो। त्यो यो वर्ष फाइनल गरिहाल्छु भनेको छ। त्यसपछि सुरुवात अहिले काम भइरहेछ, बेस खसालिरहेछ, रोलिङ गरिरहेछ। त्यसपछि हाम्रो पुरैना र तपाईँको चैनपुरको एरिया यो उसको सहरीको बजेट नपुगेर त्यति एरियामा नगरपालिकाको बजेट थियो। त्यो बजेट हामी खर्च गर्दैछौँ। अहिले सबै बेस खसालेर रोलिङ भइसकेको छ। त्यो पनि अब वैशाखभित्रमा हामी पिच सम्पन्न गरिहाल्छौँ भन्ने कुरा छ उहाँ ठेकदारहरूसँग भन्दाखेरि। त्यो बाटो एउटा। अनि त्यसपछि हाम्रो तपाईँको अर्को उतातिर मङ्गलपुर एरियामा हाम्रो यो मोरैयाबाटै जोड्ने मैला नाला पारी पनि हामीले त्यो बजेट पनि त्यही बाटोमा, ठुलो लामो बाटोमा त्यो मोरैयादेखि मझरासम्मको बाटो हामी कोड गरेका थियौँ। त्यसमा पनि अहिले सङ्घीय सरकारसँग हामी समन्वय गर्दाखेरि सङ्घीय सरकारले त्यसमा फेरि केही रकम बजेट र नगरपालिकाको बजेट म्याचिङमा त्यो बाटो पनि बन्दैछ। अब त्यो बाटो मैले ठेक्का भइसकेपछि अब ट्र्याक निकाल्ने र तपाईँको रोलिङ भइराखेको छ। अब बेस बिसाल्न बाँकी होला त्यो बाटोमा। म ठ्याक्कै अहिले पुग्न सकेको छैन। अस्ति सुरु भइसक्यो भन्ने कुरा वडा अध्यक्षलाई समन्वय गरेको थिएँ। सुरु भइसक्यो भन्नुभएको थियो। त्यो बाटो फाइनल हुन्छ। त्यसपछि तपाईँको अर्को बाटो यो के अरे 10 नम्बर वडाको तल कर्मोनी जाने बाटोहरू पनि, त्यो बाटो पनि पिच भइसकेको छ। त्यसपछि यता जोगीपुरदेखि माथि सिरिपुर हुँदै बाला बजार के अरे त्रिवेणी बजारसम्मको बाटो फाइनल गर्ने थियो। त्यो बाटो पनि अहिले जोगीपुर गाउँदेखि माथि फाइनल भइसकेको छ। त्यसपछि सिरिपुर गाउँको उतातिर बाला बजारदेखि के अरे त्रिवेणी बजारदेखि तल ठ्याक्क तपाईँको 100-200 मिटर पिच भइसकेको छ। अब त्यसको लागि पनि सिरिपुर गाउँमा पनि अगाडि बढाउने सुरुवात गरेको छ। त्यसपछि अर्को बाटो हामीले अहिलेको के अरे बाटाहरूमा यो वर्षको पिच हामीले जति गर्न खोज्यौँ त्यो अब अन्तिम स्टेपमा फाइनल हुँदैछ। त्यसपछि अरू सबै स्कुलको जुन स्कुलमा हामीले भवन बनाउँदैछौँ त्यो स्कुलको भवनहरू छ। अनि स्वास्थ्यमा पनि स्वास्थ्य कार्यालयको भवन तपाईँको
स्वास्थ्य चौकीको भवनहरू 1 नम्बर वडाको त्यो पनि फाइनल हुँदैछ। त्यसपछि कालिका स्कुलमा पनि हामीले एउटा भवन फाइनल गरिसकेका छौँ कालिका स्कुलमा एउटा भवन। त्यसपछि हाम्रो वडा कार्यालयको भवन छ, वडा कार्यालयको प्रशासनिक वडाको प्रशासनिक भवन हाम्रो 1 नम्बर वडाको अस्ति भर्खरै 3 नम्बर वडाको अस्ति भर्खरै हामीले प्रवेश गर्यौँ। 1 नम्बरको अब फाइनल हुँदैछ। त्यो धेरै 1 नम्बरको धेरै टाइम लगाइदियो ठेकदारले। अब त्यो कमसल खालको काम गरिदिने, हामीले अनुगमन गर्दै जाँदा त्यो गरेर ल्याब टेस्ट गरेर सबै फाइनल गरेर यो वर्ष त्यो भवन फाइनल गर्ने भनिरहेछौँ। अनि त्यसपछि अहिलेको ठेक्का खोलेको हाम्रो 9 नम्बर वडाको र 6 नम्बरको वडाको प्रशासनिक भवन हो, त्यो पनि हामी यो वर्ष फाइनल गर्दैछौँ। र यो वर्ष ठेक्का खोलेको भनेको हाम्रो उतातिर 2 नम्बर वडा कार्यालयको फेरि हो। 2 नम्बर वडा कार्यालयको भवन पनि यो वर्ष ठेक्का खोलिसकेको छ, त्यो बन्दैछ। त्यसरी हामीले जे होस् बाटो के अरे भवनहरू नगरदेखि हामीले वडासम्मका हामीले सेवा प्रवाह गर्ने प्रशासनिक भवनहरू करिब अब अन्तिम चरणमा अन्तिममा छ। अब यो नगरपालिका स्थानीय नगरपालिकाकै भवन यो माथिल्लो तला पनि यो वर्ष फाइनल हुँदैछ। यसरी हामीले भवन संरचनाहरू तीव्र गतिमा काम अगाडि बढिराखेको छ, यो वर्ष हामी बढाउँछौँ। उपरमुजी यहाँ हामीले हेऱ्यौँ भने राजापुर नगरपालिकाभित्र केही योजनाहरू निर्माण व्यवसायीले अलपत्रै छाडेको अवस्था थियो होइन। अहिले पछिल्लो समय तपाईँहरूले निर्माण व्यवसायीलाई कारबाही गर्ने कुराहरू ल्याउनु भयो होइन, कारबाही थाल्नुभयो भनौँ न। त्यसपछि केही योजनाहरूले तीव्रता पाएको भन्ने कुरा पनि छ होइन। ती अलपत्र परेका योजनाहरूको कार्यान्वयनको अवस्था चाहिँ के छ? टाइममा काम हुन लाग्छ। अनि त्यसपछि तपाईँको अब यो बाटोमा पनि बरगड्डी बाटोहरू, बरगड्डीको 2 नम्बर वडाको त्यो बाटोमा पनि हामीले पिच गऱ्यौँ, यो वर्ष नै गऱ्यौँ, सम्पन्न भयो। समथिङ हामीले यो वर्ष मात्र पिच सम्पन्न 8 किलोमिटरदेखि 10 किलोमिटर हामी फाइनल गर्दैछौँ सबै पालिकाभरिको बाटोहरू। केही हामी प्रदेश सरकार र सङ्घीय सरकारको त्यो गरेका थियौँ, समन्वय गरेका थियौँ र उहाँहरूको त्यो सहयोग पनि हामीले नगरपालिकाको उसमा राजापुर नगरपालिकामा त्यति बाटोहरू फाइनल भयो। यो वर्ष हुन्छ। केही हाम्रो सम्पन्न भइसकेको छ, केही हाम्रो एकदम गतिमा छ, काम भइराखेको अवस्था छ। जति पनि विकास निर्माणका योजनाहरू छन् ती सबै योजनाहरूको अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ यहाँ होइन। यो नितान्त प्राविधिक कुरा पनि हो। यो अनुगमन गरिरहँदाखेरि त्यसको गुणस्तरको कुरा चाहिँ कसरी जाँच गर्नु चाहिँ यहाँले? हामीसँग त ल्याबको कुरा पनि जोडिन्छ होइन। अब यिनी व्यवस्थापनमा हामीले जस्तै अनुगमनको पाटोमा म अनुगमन गर्छु, स्टेप बाई स्टेप अनुगमनहरू। पहिला सुरुमा बाटोहरू तपाईँको कुन बाटो बनाउने हो हामीले त्यसको पहिचान गर्छौँ। पहिचान गरिसक्यो त्यसको अवस्था के हो, कति लागत लाग्छ, एस्टिमेट डिपिआर गर्नुपर्ने डिपिआर गर्छौँ, इस्टिमेट गर्नुपर्ने इस्टिमेट गरेर अब ठेक्का टेन्डर खोलेर अनि काम सुरुवातको अगाडिको अवस्था के छ भन्ने कुरा हामी एउटा त्यो गर्छौँ। त्यसपछि हामी काम सुरुवात गर्ने बेला गुणस्तर काम भइराखेको छ कि छैन भन्ने कुरा अनुगमन गर्छौँ। अनुगमन गर्ने बेला हामीले अब जस्तै इस्टिमेटमा तपाईँको ओपिसी सिमेन्ट प्रयोग गर्ने भन्ने छ भने डिपिसी सिमेन्ट प्रयोग गरिदियो भने फेरि हामीले त्यसलाई पनि कन्ट्रोल गर्छौँ। कुन सिमेन्ट प्रयोग गर्ने भन्ने कुरा त्यही जे कोड गरेको छ त्यही गर्नु, सबै लेखा हुन्छ। त्यसपछि हामीले अर्को छ तपाईँको मेटेरियल, अब कति क्वान्टिटी मसलाहरूको मिलाउने भन्ने कुरा छ, त्यो कुरा पनि हामीले चेक गर्छौँ। प्रयोग गर्नु जस्तो भवनको छ भने प्रयोग गर्ने मसलाहरूको त्यसमा ल्याब टेस्टर यहाँ गर्ने सानो सानो मेसिनहरू हुन्छ, त्यो मेसिनमा ठ्याक्कै राख्ने अनि ल्याब टेस्ट गर्न पठाउने। त्यसपछि अब कहाँ ल्याब टेस्ट हुन्छ त्यो अब हाम्रो नगरपालिकामा सबै ठोक त छैन, त्यही भएर कुन ठाउँमा ल्याब टेस्ट हुन्छ उहाँहरूसँग हामी कोअर्डिनेसन गरेर नगरपालिकाले आफ्नै खर्च कति लाग्छ त्यो गरेर हामीले उहाँहरूलाई गर्छौँ। सहयोग गर्ने कुराहरूमा पनि हामीले उहाँहरूसँग समन्वय गरेर सहयोग पनि गर्छौँ। उहाँहरूलाई लागत कति लाग्छ ल्याब टेस्ट गरेको त्यो पनि हामी दिन्छौँ, पालिकाबाट बिहोर्छौँ। अनि त्यसपछि उहाँहरूले ल्याब टेस्टको रिपोर्ट पठाउनुहुन्छ।
त्यो तरिकाले हामीले ल्याब टेस्ट फिल्डमा अब जस्तै पिच भएको छ, पिच भएको हुँदाहुँदै पिचको त्यो पठाउने भन्दा नि पिच भइसकेपछि ठ्याक्क 50 मिटर 100 मिटरको दूरीमा आवश्यक अनुसार 25 मिटरको दूरीमा ट्याक्क त्यो पिचको कटिङ गरेर त्यो टुक्राहरू ल्याब टेस्ट गरिन्छ। अनि त्यो ल्याएर कति मजबुत छ कि छैन भन्ने बाटोको र अनि त्यसपछि भवनको पनि ठ्याक्कै मसलाहरू ट्याक्क त्यो गऱ्यो भने त्यसको मसला कति छ त्यही अनुसारले एउटा उसमा बक्स जस्तो बनाएर त्यो ल्याब टेस्ट गर्न पठाइन्छ। त्यति गरिसकेपछि अनि त्यसपछि हामीले फाइनल रिपोर्ट आइसकेपछि अनि अनुगमनको तपाईको प्राविधिकहरूलाई अब के छ त अवस्था भनेर उहाँहरूलाई मेजरमेन्ट उठाउनको लागि निर्देशन गरिसकेपछि उहाँहरूले कति अब गुणस्तर काम छ कि छैन भन्ने कुरा हेरेर उसको कामको आधार हेरेर भुक्तानीको कति पर्सेन्ट भुक्तानी दिनुपर्ने हो भन्ने कुरामा हामी एकिङ गरेर अनि अनुगमनको पाटोमा सिग्नेचर गरेर भुक्तानी दिने गर्छौँ। अर्को अनुगमन समितिको कुरा पनि छ नि। अनुगमन समितिको कुरामा त अब 3 सुरुको अवस्था, बीचको अवस्था आवश्यकता अनुसार जति पनि जान सकिन्छ। त्यसपछि फाइनल अवस्थामा पनि नहेरिकन भुक्तानी हुँदैन। अब वडा स्तरमा पनि टाइममा वडा अध्यक्षहरूलाई सदस्यहरूलाई वडा स्तरीय अनुगमन समिति छ उहाँहरूलाई पनि हेरिदिनु होला भन्छु। कतिपय ठाउँमा अब मेयर सरले पनि मलाई सहयोग गर्नुहुन्छ, मेयर सरले पनि अनुगमन गरिदिनुहुन्छ, यसो छट्के गइदिनुहुन्छ। अनि त्यो अनुसारले पनि हाम्रो प्राविधिकहरूलाई पनि हामीले के छ त अवस्था भनेर टाइम पठाइराखेका हुन्छौँ। वडामा पनि हाम्रो प्राविधिक छँदैछन्। त्यसपछि नगरी स्तरमा पनि हाम्रो इन्जिनियरहरू 2टा छन्, एउटा भवन सेक्टरमा एउटा अब यो उसमा तपाईको भौतिकको सेक्टरमा। त्यो 2टा इन्जिनियर नै हुनुहुन्छ, उहाँहरूलाई पनि म लिएर फिल्डमा जान्छु, हेर्छु। त्यो तरिकाले हुन्छ भौतिकको उसमा विकासमा। स्थानीय तहमा हामीले हेऱ्यौँ भने सामाजिक विकासको कुरा र भौतिक पूर्वाधारको विकासमा हामीले तुलना गऱ्यौँ भने भौतिक पूर्वाधारको विकासमा चाहिँ बजेट अलि बढी केन्द्रित भएको देखिन्छ हैन। यो यहाँले सामाजिक विकासको विषयको कुरालाई पनि अलि बढी उठान गर्नुभएको छ। यसरी सामाजिक विकासको निर्माणमा चाहिँ बजेट विनियोजनमा चुनौती छ कि? अब सुरुमा त अब चुनौती त हुन्छ नै, तर फेरि हामीले हाम्रो त सरकारको नम्स पनि छ त कुन सेक्टरमा कसरी बजेट बनाउने भन्ने कुराहरू। भौतिक मात्र हेर्न लाग्यो भने त भोलिको दिन त मूल्याङ्कनमा पनि मूल्याङ्कन नम्बर छ नि त। मूल्याङ्कन नम्बर को हिसाब कति पर्सेन्टको हिसाबले कुन क्षेत्रमा बजेट छुट्याउने त्यसको त सूत्र छ। त्यो सूत्र अनुसारको पनि हामीले बजेट छुट्याउनै पर्ने हुन्छ। भौतिक मात्र भनेर त भएन। त्यो कुराहरू सबैजना वडा अध्यक्षहरू कार्यपालिका सदस्यज्यूहरूलाई पनि अब यो कुरा थाहा पाइसकेपछि भौतिक त भन्नुहुन्न, मानवीय विकास पनि आवश्यक छ भन्ने कुरा महसुस गर्नुभएको छ। त्यो अनुसार बजेट बनाउने बेला त्यति साह्रो त हुँदैन, तर भौतिकसँगै मानवीय विकासको लागि बजेट छुट्याउने बेलामा पनि महिला शाखामा बजेट छुट्याउने कुराहरू महिलाहरूलाई तपाईको अगाडि बढाउनको लागि, आर्थिक समृद्ध गर्नको लागि, तपाईको दिगो विकास लक्ष्य अन्तर्गत गरिबी को त्यो टार्गेट पुरा गर्नको लागि तपाईको महिलाहरूलाई सशक्तिकरण गराउन जरुरत छ। पछाडि परेको वर्ग समुदायहरूलाई पनि अगाडि बढाउन जरुरत छ। त्यो कार्यक्रम चलाइन्छ। शिक्षा क्षेत्रमा पनि अब बालबालिकाहरूलाई हामीले जति सक्षम बनाउन सक्यो त्यति सक्षम पालिका, समृद्ध पालिका बन्छ। त्यो तरिकाले हामीले शिक्षा क्षेत्रमा पनि बजेट छुट्याउने प्रयास गर्छौँ। स्वास्थ्यमा पनि स्वास्थ्य सेक्टरको हिसाबले स्वास्थ्यमा बजेट छुट्याएन भने फेरि स्वास्थ्यलाई हामी त्यो गर्न सक्दैनौँ। अनि सबभन्दा ठुलो धन भनेको त स्वास्थ्य नै हो। त्यही भएर स्वास्थ्य धनलाई हामीले बचाउनको लागि त्यहाँ पनि कार्यक्रम बनाउनु पर्ने अवस्था हुन्छ। त्यति मात्र होइन, वातावरण सेक्टरमा अहिलेको जलवायु परिवर्तनले कति प्रभाव पारिरहेछ, मान्छेलाई रोग व्याधि कति लागिराखेको छ। सामाजिक रूपमा अब तपाईको एउटा स्वस्थ समाज बन्न सकेन भने कति हामीलाई घाटा हुन्छ, देश राष्ट्रलाई कति घाटा हुन्छ, समाजलाई कति घाटा हुन्छ।
व्यक्तिलाई कति घाटा हुन्छ भन्ने कुरा पनि हुन्छ। त्यसैले हामीले यो वातावरणसँग पनि वातावरण मैत्री समाज बनाउनको लागि पालिका वातावरण मैत्री पालिका बनाउनको लागि त्यतातिर कोड गरेर कार्यक्रम बनाउनुपर्छ। अझ यहाँ हाम्रो राजापुर विपद सेक्टर छ, विपदमा धेरै त्यो भइरहेछ। एक त बाढी पीडित एरिया, बाढी पानीको अब यति ठुल्ठुलो नदी छ दुईटै साइडमा। त्यसपछि तपाईँको त्यति मात्र नभएर अब जलवायु परिवर्तनसँग अहिलेको बाली नालीमा यति धेरै रोगहरू लागिराखेको छ। मान्छेलाई मात्र होइन, बाली नालीमा पनि उत्पादनमा ह्रास आइरहेको छ। त्यसलाई कसरी म्यानेज गर्ने भन्ने कुरा छ। सिँचाइसँग जोडेको कुराहरू छन्। सिँचाइ अब किसानहरू सिँचाइ उत्पादन बढी लिनको लागि सिँचाइको आवश्यकता ठुलो छ, व्यवस्थापन गर्न ठुलो आवश्यकता। उपप्रमुखज्यू, हामी कार्यक्रमको अन्त्यतिर छौँ होइन। सामाजिक विकासका विषयवस्तुमा हामीले हेऱ्यौँ भने थुप्रै आयामहरू छन् होइन। हामीसँग चुनौतीको रूपमा रहेको लागु औषध को अब यो रोकथामको कुराहरू छ होइन। त्यसै गरी बालविवाह कुराहरू छ होइन। अनि महिलाहरूलाई रोजगारीका कुराहरू छन् होइन। स्वरोजगार सिर्जना गर्ने कुराहरू पनि छन् नि। अब अन्त्यमा हजुरको यो प्रश्न पनि एकदम राम्रो छ। हामीले नगरपालिकाभित्रमा रोजगारी सिर्जना गर्नको लागि प्रत्येक वर्ष हामी बजेट विनियोजन गर्छौँ। 50 लाखदेखि तपाईको 1 करोडसम्म जान्छ हाम्रो बजेट विकास गर्नको लागि। तपाईको पीडित परिवारहरू, यो दण्ड पीडित परिवारहरू 10 वर्ष सशस्त्र सङ्घर्षमा जुन आफ्नो मान्छे गुमाएका बेपत्ता भएका मान्छेहरू आत्मनिर्भर हुनको लागि उहाँहरूले माग गर्नुभएको थियो। हामी उहाँहरूको लागि प्रत्येक वर्ष 35 लाखदेखि 40 लाखसम्म बजेट छुट्याएर उहाँहरूलाई हामीले सहयोग गरेका छौँ। उहाँहरूलाई दण्ड प्रभावित क्षेत्रमा त्यो पनि आत्मनिर्भर बनाउनको लागि, स्वरोजगार सिर्जना गर्नको लागि बनाएको कार्यक्रम। त्यसपछि हामीले गत वर्ष हामीले बनाएको भनेको 50 लाख थियो बजेट। त्यसमा हामीले 12 वटा कार्यक्रम चलाएको थियौँ। तालिमको कार्यक्रम भने सिपमूलक तालिम भने यो वर्ष हामीले 30 देखि 35 लाखसम्म खर्च गर्ने भनेका छौँ। त्यसमा 6 वटा ट्रेनिङ यो वर्ष चल्दैछ। अहिले पनि निरन्तरता छ। हाम्रो लोकसेवा तयारी कक्षा, प्लम्बर, सिलाइ, एडभान्स सिलाइ कटाइ, त्यसपछि कम्प्युटर डिप्लोमा कोर्स, त्यसपछि तपाईँको मोटरसाइकल ट्र्याक्टर मर्मत ड्राइभिङ सिक्ने त्यो गरेर हामी 6 वटा ट्रेनिङ यो वर्ष अहिले सुचारू छ, अहिले चलिराखेको छ। त्यसमा पनि हामी अनुगमन गर्छौँ कति प्रभावकारी गुणस्तर छ कि छैन, तालिम भइराखेको छ कि छैन भने। हामीले तालिम त दिन्छौँ हैन, तालिम व्यवहारमा कार्यहरू भएको नभएको त्यो अनुगमन गर्ने समिति छ कि छैन? छ, त्यसमा पनि छ। मैले त्यो कुरा पनि गर्छु एकछिन। त्यसपछि हामीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा प्रत्येक वर्ष हामीले 80 देखि 90 जनालाई ट्रेनिङ छुट्टै दिन्छौँ। त्यसपछि हाम्रो वडा कार्यालयसँग जोडेर पनि केही कार्यक्रमहरू बन्छ। त्यसपछि तपाईको यतातिर हाम्रो के अरे सङ्घ संस्थाहरूसँग पनि हामी समन्वय गरेका हुन्छौँ। त्यहाँबाट पनि ट्रेनिङ चलाइराखेका हुन्छौँ। लगभग वर्षमा नगरपालिकामा 60-100 देखि 1000 को हाराहारीमा तालिम लिन्छन्। यहाँ हो जनसमुदायहरूलाई ट्रेनिङ लिन्छन्, सानो ठुलो। अब तपाईँको तरकारी खेतीको लागि, अनि त्यसपछि नास्ता पसलको लागि, अनि बेमौसमी तरकारी खेतीको लागि, त्यसपछि बङ्गुर पालन, बाख्रा पालन, भैँसी पालन देखि लिएर अन्य तपाईँको उसमा ट्रेनिङहरू गर्छ। र सङ्घीय सरकार प्रदेश सरकारले पनि कतिपय कार्यक्रम चलाइदिन्छ र त्यसमा हामी नगरपालिकाबाट सिफारिस दिनुपर्छ यहाँ चलाउनको लागि। त्यस हेर्दै जाँदाखेरि सबै सेक्टरबाट ट्रेनिङ लिने भनेको राजापुरमा त्यति सङ्ख्यामा ट्रेनिङ लिनुहुन्छ, तालिम लिनुहुन्छ। लिइसके पश्चात उनीहरू आत्मनिर्भर भए कि भएनन् भन्ने प्रश्न हो। त्यसमा हेर्दै जाने हो भने हाम्रो अहिलेसम्मको ट्रेनिङ दिएको गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष हामीले ट्रेनिङ दिन्छौँ। उहाँहरूलाई राम्रो काम गर्नेलाई अर्को वर्ष फेरि प्रोत्साहन स्वरूप त्यो गर्छौँ, थप सहयोग गर्छौँ। केही पर्सेन्ट 25%
टोटल बजेटको 25% थप अर्को वर्ष पनि सहयोग गर्छौँ। त यो वर्ष जति उहाँहरूमा लगानी गरेका छ भने अर्को वर्ष फेरि उनीहरूको आत्मनिर्भर कति सक्षम भएनन् भन्ने कुरा, यदि सक्षम भएन के कारणले भएनन् त्यो पत्ता लगाएर उहाँहरूलाई 25% फेरि थप हामी अर्को वर्ष निरन्तरता दिन्छौँ। हो, त्यहाँ पनि सहयोग हुन्छ। त्यसपछि अर्को वर्ष फेरि हामी अनुगमन गर्छौँ। यो वर्ष कार्यान्वयन भइसकेको आत्मनिर्भर भएको छन्, कति प्रभावकारी काम गरेनन्, के कारणले उनीहरूको व्यवसाय फस्टाइराखेको छ कि छैन भन्ने कुरा हेरेर फेरि अर्को वर्ष हामी सहयोग केही न केही सहयोग गर्छौँ। त्यो गरिसकेपछि उहाँहरूले निरन्तर 2-3 वर्षसम्म साथ पायो भने त्यसपछि आत्मनिर्भर भएर अहिलेसम्म धेरैजना तपाईँको नास्ता पसलको तालिम गरेर अहिले होटल चलाइराखेको अवस्था छ। बुटिक ट्रेनिङ गरेकोहरू अहिले बुटिक आफै प्रशिक्षक भएर काम गरिराखेको हामीसँगै छन् जनशक्ति भनेपछि अहिले पनि तपाईँको। त्यसपछि हामीले नगरपालिकाबाट गत वर्ष 12वटा ट्रेनिङ चलायौँ। 12वटा ट्रेनिङ चलाएको मध्ये तपाईँको प्लम्बरको वायरिङको हामी त्यो गरेका छौँ। उहाँहरू अहिले आत्मनिर्भर भएर काम गरिराख्नु भएको छ, फिल्डमा खटिराख्नु भएको छ, घर घरमा वायरिङ गरिराख्नु भएको छ। अनि ठेकदारहरूसँग ठेक्कापट्टा निर्माण व्यवसायहरूको कन्ट्याक्टमा अहिले उहाँहरूले काम गरिराख्नु भएको छ। त्यो पनि हामी हेरिरहेछौँ, त्यो डाटा छ हामीसँग। त्यसपछि तपाईँको यतातिर तरकारी खेतीको तालिम दिएका थियौँ हामी, बेमौसमी तरकारीको। उहाँहरूले अहिले फिल्डमा म प्रत्येक वर्ष कृषिबाट थप त्यो गरेका छौँ, त्यो पनि गरिराख्नु भएको छ। भैँसी पालनको तालिम दिएका थियौँ, भैँसी पालन गरिराख्नु भएको छ। अनुगमन अहिले पनि गत वर्ष त्योभन्दा अगाडिको वर्ष हामी सहयोग गरेको भैँसी पालन गरिराखेको अवस्था छ। उहाँहरूको दुध हामी नगरपालिकाबाट प्रति लिटर 2 रुपियाँ अनुदानको कार्यक्रम चलाउँदाखेरि उहाँहरू नगरपालिकाले सहयोग गरेको अनुदान कार्यक्रमबाट तालिमबाट हामीले यो आत्मनिर्भर अगाडि बढायौँ र यसरी हामी यति दुध हामी बेच्यौँ, यति भैँसी बेच्यौँ, यति बाख्रा बेच्यौँ, हामी यति फाइदामा छौँ भनेर उहाँहरू अहिले पनि आउनुहुन्छ, हाम्रो कन्ट्याक्टमा आउनुहुन्छ। खुसी लाग्छ त्यस्तो अवस्था देख्यो भने। अनि त्यसपछि तपाईँको त्यति मात्र नभएर अहिले उसमा के अरे ड्राइभिङ तालिम दिएका थियौँ। ड्राइभिङ तालिम दिएकोमा सबैजना लाइसेन्स गत वर्ष दिएको अहिले लाइसेन्स निकालेर केही न कोही व्यक्तिको गाडी चलाइदिइराखेको छ, कोही बस चलाइराखेको छ, कोही ट्रक चलाइराखेको छ। हामी देखिराखेका छौँ। उहाँहरू लाइसेन्स प्राप्त गर्नुभयो र कुनै न कुनै काममा प्रयोग गरिराख्नुपर्छ। त्यो अस्ति मात्रै मैले उहाँहरूसँग भेट गरेको थिएँ। उहाँहरूले भन्नुभयो गत वर्ष हामी ट्रेनिङ लियौँ, सबैजना लाइसेन्स निकाल्यौँ, एकजना मात्रै लाइसेन्स निकाल्न सक्नु भएको छैन। उहाँको अवस्था अब के कारणले हो मैले बुझ्न पाएको छैन। अस्ति म सोधिरहेको थिएँ यो वर्ष ट्रेनिङ चल्ने बेला कतिजना गत वर्ष ट्रेनिङ लिएको कतिजनाले लाइसेन्स निकाले भनेर ट्रेनिङ दिएको के अरे संस्थासँग सोधेको थिएँ। उहाँले एकजना मात्रै निकाल्नु भएको छैन, अरू बाँकी निकालेर यो ठाउँमा काम गर्दै हुनुहुन्छ भनेर मलाई जानकार गराउनु भयो। त्यसरी पनि हामीले अनुगमनको पाटोमा निगरानी आफ्नो उसमा राखेका छौँ। त्यो तरिकाले एकदम। हस् त, यहाँले व्यस्त समय दिनुभयो। यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। दर्शकवृन्द, हाम्रो राजापुरको यो अङ्कमा आज हामीले राजापुर नगरपालिकाले नगरलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको निम्ति राजापुर नगरपालिकामा थालिएको सामाजिक विकासको विषयवस्तु र भौतिक पूर्वाधारको विकासको विषयवस्तु लिएर आज हामी यहाँहरूमा उपस्थित भयौँ। पुनः अर्को अङ्कमा राजापुर नगरपालिकाले प्रवाह गरेको सेवाको प्रभावकारिता विषयक थप विषय लिएर यहाँहरूमा उपस्थित हुने नै छौँ। आजको हाम्रो राजापुरको यो अङ्कबाट बिदा लिन चाहन्छौँ। तपाईँ एनटिभी कोलपुर हेर्दै गर्नुहोला। नमस्कार।